बाइक मात्रै 50-60 हजार छ कि गर्ने भने यहाँतिर हेर्नु त पानी गएछ कहिले चाउजो परेछ मैले चाहिँ धोक्रो बोकेर हिँड्दैछु म घाम के भयो ल दामी पानी पऱ्यो गाइस हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल इज मी इन्दु शेर्पा स्वागत पनि हाम्रो राइड हुँदैछ हामी राइडको ब्लग आउनेछ अनि आजको हाम्रो राइड हुनेछ नालागाडी भक्तपुर नजिकै होला सायद म पनि फर्स्ट टाइम जाँदैछु अनि हामी चाहिँ वान अफ मोटर क्लबबाट फेरि राइड जाँदैछौँ अनि आज पनि नयाँ राइडरहरू अलिक धेरै नै एड हुन्छ होला सायद को आउँछ कतिजना राइडरहरू हुन्छ म तपाईँहरूलाई देखाउने नै छु त्यतिखेरसम्म हेर्दै गर्नु लाइक बाई लु गाइस म चाहिँ आइपुगिसकेँ हाम्रो फिल्म त यहाँनिर एन्ड यस म लोकेसनमा आइपुगिसकेँ कतिजना आएको हो आउन बाँकी नै रहेछ म चाहिँ पुगिसकेँ अनि अरूहरू त्यहाँनिर अब दाल ल फुटेकै छ हौ पछाडिबाट त दामी रहेछ नि त भित्र साथीहरू हामीहरू चाहिँ भेटघाट भइसक्यो अझै आउनु बाँकी छ भोर सर हेर्नु त कस्तो ह्यान्डसम भएर आएको आज मार्केट खाने भयो अब म चाहिँ यहाँ बस्छु नमस्ते म पनि आउनु भएर छ बिग फ्यान है म तपाईँको बिग फ्यान इन्दु फाइनली हामी टिके भाइ राइडर जति बुटुङ डुङ 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 आयो ह लुक एट द्याट अल लाइट कम हेलो त्यस्तै भयो कोही बेला ल राइडरहरू सबजना जम्मा हुनुभयो अझै आउँदै होला कि सायद अनि म मात्र होला केटी मान्छे ल गाइस हाम्रो चाहिँ फर्महरू भर्ने कार्यक्रम हुँदैछ भित्र अनि फर्महरू भरे पछाडि हामी जान्छौँ आज म्याक्सिमम् बाइक मात्रै 50-60 हजार छ कि गर्ने भने यहाँतिर हेर्नु त यहाँदेखि लिएर त्यहाँसम्म परदेखि लिएर त्यहाँसम्म यति धेरै बाइकहरू छ आज चाहिँ डेन्जर राइडरहरू पनि नै थप्नु भएको नयाँ नयाँहरू अब हाम्रो यो वान म्याप मोटो क्लबमा सबैलाई स्वागत छ फेरि पनि कतिपय पुरानो पुस्ताहरू पनि हुनुहुन्छ कतिपय नयाँ हुनुहुन्छ तपाईँहरूलाई धेरै धेरै माया छ हाम्रो साइडबाट हामीले के गर्न सक्छौँ तपाईँहरूलाई र तपाईँहरूले हामीले के गर्न सक्नुहुन्छ भन्ने एउटा बाटो हिँड्न खोजेको हौँ हामी सो तपाईँहरूलाई पनि केही कुराहरू इफेक्ट नहोस् राइड हिँड्दाखेरि कस्तो के भन्ने कुराहरू केही अप्ठ्यारो नपरोस् तपाईँहरूलाई मजा आओस् हामीलाई पनि मजा आओस् राइड भनेको एउटा ब्रदरहुड हो हाम्रो वान म्याप मोटो क्लबको स्लोगन नै छ वान म्याप अन ब्रदरहुड भन्ने सो सबैजनालाई स्वागत छ अब आजको रुल्सहरू हाम्रो अरू एडमिनहरूले भन्नुहुन्छ तपाईँहरूलाई बाटोमा के गर्ने कसो गर्ने कसरी हिँड्ने कुन तरिकाले हिँड्ने भन्ने सो जोइन भइदिनु भयो धेरै धेरै धन्यवाद आउँदा दिनहरूमा पनि जोइन गरिदिनु होला हाम्रो जङ्गे भाइको टिम पनि आउनु भएको छ उहाँहरू कतिजना हुनुहुन्छ उहाँहरूलाई पनि एकदमै स्वागत छ हाम्रो तर्फबाट बाटोमा हिँड्दाखेरि एउटा रुल्स हुन्छ हाम्रो वान म्याप मोटो क्लबको एउटा लाइनअप हुन्छ त्यो कुराहरू बाँकी क्लियरफाई गर्नुहुन्छ हाम्रो साथीहरूले त्यो एउटा चाहिँ तपाईँहरूले चाहिँ एकदमै दिमागमा राखेर हिँडिदिनु होला अस्ति हामीसँग टोखा जाने साथीहरू पनि हुनुहुन्छ को उहाँहरूलाई थाहा छ अलिकति सानो इन्सिडेन्ट भएको छ हाम्रो अलिकति मिसकम्युनिकेसनको कारणले त्यो चाहिँ कहिले पनि नहोस् हामी यो राइडमा हिँड्दाखेरि हाम्रो एकदमै काम अब लास्टमा हुन्छु सबैलाई समेटेर ल्याउने काम चाहिँ मेरो हुन्छ अब केही तपाईँलाई अगाडि जानु छ भिडियो बनाउनु छ लास्टबाट अगाडि जानु छ कसैलाई ओभरटेक गर्नु छ भने मलाई जानकारी दिनु लास्टमा तपाईँको बाइक बिग्रियो केही भयो भने म चाहिँ तपाईँहरूसँगै हुन्छु पछाडि म अगाडि जानकारी गराउँछु वकिचकीबाट के छ भन्दाखेरि लाइनअप वान म्यापको मेन रुलै लाइनअप हो हामीले एउटा ग्रुप कल्चर देखाउनु खोजेको छौँ नेपालमा है एउटा ग्रुप कल्चर लाइनअपको ग्रुप कल्चर सो हामीले यो कुराहरू सुरु गरेका छौँ सो लाइनअप चाहिँ कसैले पनि नबिगारिदिनु होला आफूभन्दा अगाडि बाइक याद गर्ने अनि अगाडि जानु छ भने सिग्नल दिने हर्न बजाउने थोरै अगाडि म बस्न सक्छु केही भन्ने सिग्नल दिने अनि मात्रै ओभरटेक गर्ने आफूभन्दा अगाडि बाइकले कहिले पनि ओभरटेक नगर्ने है अनि म अगाडि हुन्छु राइटली म अगाडि हुन्छु मेरो बाइकमा फ्ल्याग छ सो मेरो बाइकभन्दा अगाडि जानुभन्दा अगाडि म सिग्नल दिन्छु कोही आफू देखिहाल्छु ऐनामा सो मैले सिग्नल दिएपछि मलाई सोध्ने एकचोटि अगाडि जानुभन्दा अगाडि सोध्ने सो मैले अब के छ तपाईँले भन्नुहुन्छ उसको जाई इच्छा मैले जानु मिल्छ भने म तपाईँलाई जानु दिन्छु मिल्दैन भने सबै सडकको लाइनमा छिर्दिन्छु है अनि अरू भनेको हाम्रो लाइन हेर्न सक्नुहुन्छ लाइन अफ यहाँदेखि पर
फ्रेन्ड नि त्यसमा ढल्कायो भिडियो नै भइदिन त अब बाँकी के हुन्छ कसो हुन्छ भिडियो बनाउँदै गरौँ ल अहिलेको लागि बाई बाई यहाँलाई हुनुहुन्छ पछाडिसम्म हुनुहुन्छ आज खासै राम्रो भिडियो बनाउन सकिनँ यार त्यो सब माथिको एसी बनाउँछौँ जहाँ हामी पुग्नु पर्ने थियो है त मेरो हालत त्यस्तो भिज्यो गाइस झन् अनुहार गतिलो नपरेको झन् धुलो र पसिनाले त खतम भनेको छ गाइस ल हामी अझै जानुपर्ने बाँकी नै छ यहाँ केको लागि रोकेको थाहा भएन घरमाथि बेसी भेट्नेछौँ ल ल साथीहरू अब लाग्यो वा स्ट्यान्ड लगाउन स्ट्यान्ड ए स्ट्यान्ड लगाएन कि त्यो मान्छेले ल हामी चाहिँ लाग्यौँ हो यहाँबाट चाहिँ यहाँबाट राम्रो पर्ने हुन्छ अब माथि पुग्छ कहाँ पुग्छ हेर्नुपर्छ यो बनाउनु त मन छ के गर्नु मन भएर हुँदो रहेछ सबै मिल्नु पर्ने रहेछ तर दामी छ यार ठाउँ त भेरी ब्युटिफुल प्लेस हामी चाहिँ यहाँ माथि आइपुगिसकेका छौँ अब यहाँबाट माथि चाहिँ हिँडेर जाने होला सायद यहाँबाट माथि चाहिँ हिँडेर जान्छ मलाई यहाँ माथिनिर हाम्रो राइडरहरू सबजना आउँदै हुनुहुन्छ हात पो पोल्यो क्या ग्लोभ्स नलाएर यस्तो भइरहेको छ क्या हात त हजुर हामीसँग हाम्रो दिदी हुनुहुन्छ हेलो मेरो इन्दु शेर्पा के नाम सबैजनाले सब्सक्राइब गरिदिनु हाम्रो यहाँ भाइहरूलाई नि मलाई ट्याग गर्नु म नि रिपोस्ट गरिदिन्छु मेरो इन्दु शेर्पा INDHU अनि शेर्पा ल गाइजहरू हामी चाहिँ माथि आइपुगेको छ सबैजना माथि डाँडा चढ्दैछौँ यहाँबाट माथि चाहिँ बाइक लान नमिल्ने हो अरे भन्नाले मिल्न त मिल्छ अरे लग्यो भने त त्यहाँदेखि हामी चाहिँ हिँड्दै जान लाग्छौँ सबैजना कोहीले कोक बोकेको छ कोहीले पानी बोकेको छ कोहीले चाउचाउ बोकेको छ मैले चाहिँ धोक्रो बोकेर हिँड्दैछु यहाँ मेरो भागमा केही परेन धन्यवाद मलाई लास्टै भोक लागेर चाहिँ लाग्नु त यार ल हामी पुगिसक्यौँ भने नि हुन्छ तर हेर्नु न यस्तो बाखा पसिनाले यहाँ लास गर्ने पुगिहालौँ गाइजहरू आउँदै हुनुहुन्छ पछाडि पछाडि कता पर चढ्ने हो यो यही पो हो ल हामी बस्न्छौँ यहाँनिर होला तल आउँदै हुन्छ यहाँमा छु यहाँ भन्दा नि उता अझै ल यहाँनिर पुरै ड्राम चलिरह आधी आइपुगिसक्यो नि आधी आउँदै हुनुहुन्छ होला अझै हामीतिर आउँदैछौ ल भयो त यहाँ मिला पुगेन त यो
यो समाउला एकचोटि यहाँ म भन्दा पनि ठुलो छ यार ऱ्याङ्कर त ए होइन बात अब चलो थ्याङ्क यू सो मच वेलकम पानी परेर दामी भएर होइन ल गाइस मैले चाहिँ ऱ्याङ्कर लिएर एकदम राम्रो काम गरेछु भिडियो हो केमा टिकटकमा टिकटकमा ओके म रिपोस्ट गरिदिन्छु ल हिँड्नु भएको छ नि कस्तो राम्रो छ ओके छ त ल दामी दाई खोइ त ऱ्याङ्कोट ल दामी पानी पऱ्यो गाइस ओइ सबै ओथारा लाएर बसेछ नि भित्रभित्र ल हामी चाहिँ यहाँ भाइहरू कस्तो भइरह एकदम राम्रो दामी भइरह ल पानीमा भिजेर राइड आउने नि मजा हुँदैछ अब फर्किने बेला चाहिँ के हुन्छ सिधै घर त होला है होला कि कस्तो आफ्नै तालमा हिँड्ने कि त्यही ग्रुप बनाएर के ग्रुप हो पानी परिरहेको छ ल ल अनि कसले सक्नु पानी जङ्गे सर होली ह्याप्पी होली तर बिराट रमाइलो भयो अरे साह्रै रमाइलो भयो है भिज्दा नि डर भिज्यो अब हामी फर्किनु पर्ने हुन्छ अब किनेमा फर्किन्छौँ होला अब चाहिँ हामी सिधै तल गएर चाहिँ भेट्नेछौँ है त नि अहिले चाहिँ पुरै भिजेर हालत खराब छ हामीले सबैजना यहाँ छौँ एउटा रेस्टुरेन्ट छ फुल प्याक कुनै पनि कुर्सी खाली छैन हेर्नु छ बाहिर पनि हुनुहुन्छ अनुहार पनि यस्तो भयो मेरो आँखा यस्तो रातो भएको आएको ल गाइस फाइनली म चाहिँ निस्किसकेँ सबैजना गइसक्नु भएको छ दाइहरू माथि हुनुहुन्छ म माथि निस्किन लाग्यो सो गाइस आजको भ्लग चाहिँ यति नै हो पानी परेर राम्रोसँग भिडियो नै बनाउनु पाएन हामी पुगेर फेरि फर्किहाल्यौँ क्या राम्रोसँग भिडियो नै बनाउनु पाएको छैन त्यही पनि जे जति बनाएको छु त्यो चाहिँ पोस्ट गर्नेछु हेरेर साथ दिनु होला अहिलेको लागि बाई बाई अनि फेरि भेटौँला नेक्स्ट राइडमा